झुटो जिब्रोले त्यसबाट पीडामा परेकाहरूलाई घृणा गर्छ र चाप्लुसी घस्ने मुखले सर्वनाश गराउँछ। हितोपदेश 26 28 पदले यसरी भन्दछ। जय मसीह, अभिवादन अनि नमस्ते। आउनुहोस् प्रिय साथी, आजको यो दिनको सुरुवात प्रभुको वचनबाट गर्नेछौँ। प्रिय साथी, यो वचनले हाम्रो बोलीको शक्तिलाई देखाउँछ। बोलीले जीवन दिन सक्छ तर सँगसँगै नाश पनि ल्याउन सक्छ। सुलेमान राजाले यहाँ 2 प्रकारको बोलाइको विषयमा चेतावनी दिएका छन्। 1 नम्बर चाहिँ झुटो बोल्ने जिब्रो र दोस्रो नम्बर चाहिँ चाप्लुसी गर्ने मुख। पहिलो भागमा भनेको छ कि झुटो जिब्रोले जिस्काउनेहरूलाई घृणा गर्छ। यसको अर्थ यो हो, जो झुटो बोल्छ उसले वास्तवमा अरू कसैको हित खोज्दैन। झुटो बोलेर सबैलाई फसाउने वा ठग्ने मानिसले त्यस व्यक्तिलाई मन नपराउने मात्र होइन, उसको आत्मालाई पनि हानि पुर्याउँछ। झुटो बोल्नु भनेको नजिकका सम्बन्धहरूमा विष हाल्नु हो। परमेश्वर आफैले झुटालाई चाहिँ घृणा गर्नुहुन्छ भनेर बाइबलले बताउँछ। हितोपदेश 12:22 त्यसैले सत्य बोल्ने मानिस नै परमेश्वरको हृदयको नजिक हुन्छ। दोस्रो भागमा भनेको छ चाप्लुसी गर्ने मुखले विनाश ल्याउँछ। चाप्लुसी भनेको चाहिँ असत्य प्रशंसा गर्नु हो अथवा असत्य कुराको प्रशंसा गर्नु हो, जसले अरूको मन जित्न प्रयास गर्छ तर हृदयमा कपट लुकाएको हुन्छ। यस्तो बोलीले मित्रता होइन, विनाश ल्याउँदछ। यसैले चाप्लुसीले मानिसलाई पापको गहिराइतामा लान्छ र सत्यबाट टाढा लैजान्छ। बाइबलले हामीलाई सिकाउँछ हाम्रो जिब्रोले सत्य, प्रेम र शान्तिको वचन बोल्नुपर्छ भनेर। एफिसी 4:15 पनि यसरी भन्छ, सत्य बोलौँ तर प्रेममा। परमेश्वरले हाम्रो जिब्रो र बोलीलाई आशिषका साधन बनाउन् भनेर चाहनुहुन्छ। झुटा र चाप्लुसीले सम्बन्ध तोड्छ तर सत्य र प्रेमले हृदयलाई जोड्दछ। यसरी प्रिय साथी, आउनुहोस् हामी यस्तो प्रतिज्ञा गरौँ कि हाम्रो मुखबाट न झुटा न चाप्लुसी तर सत्य र अनुग्रहका शब्दहरू निस्किउन्। झुटा र चाप्लुसीले चाहिँ विनाश ल्याउँछ तर सत्य र प्रेमले चाहिँ हामीलाई जीवन दिँदछ। आमेन।